हेलो हेलो सबैजनालाई ल है गुड मर्निङ नमस्कार गुड मर्निङ। ल आज म बारीमा तरकारी टिप्न जाँदैछु अलिअलि। ल हेर्नुहोस् यहाँ मेरो के छ रोपे। इस्कुस छ, यहाँ आँप फलेको छ, यहाँ कागतीहरू फुलिरहेका छन् यही है। यो खोर्सानी डल्ले ज्यामिरी। अब यहाँबाट यो अम्बाको बोट हेर्नुहोस् कति फलेको छ अम्बा, कति छ कति। ल साथी हो खाने बेलामा आउनुहोस् अम्बा। हेर्नुहोस् अम्बा कति फलेको छ। अम्बै अम्बा अम्बै अम्बा। ल स्ट्रबेरी। अब म बारीमा तरकारी टिप्न गएँ। नाउ जेन तिमी न यो अलिअलि छ यहाँ त। यो लौकाहरू छ, यो लौका गिरौला यहाँ। कर्कलो खोर्सानी यहाँ भान्टा छ त्यहाँ। अब यता बोडीहरू भिन्डी खोर्सानी फल्न लाग्छ। सिमी छ यहाँ, करेला। अब सिमी टिप्न लगाएको मैले अलिअलि सिमी टिप्न थालेँ है। ल हेर्नु सिमी कति फल्छ। भित्र पनि छ बारीमा, यता नि छ। यो त हटाइदिने भने करेलालाई छाङ्रा आउँछ यो भनेर अब अलिअलि टिपौँ न जति छ भन्दै हेर्दैछु। यहाँ भित्रभित्र होला। तुम जाने या मैं टिप्नुलाई खोजी खोजी टिप्नुपर्छ। भिडियो बनाएर टिप्न मिल्दैन सिङ्गल आफैले। त्यो पनि अलिअलि यहीँ टिप्दैछु र। अब यहाँ भित्रपट्टि पनि अलिअलि। यो बोडी हो, यो बोडी हो। ल हेर्नुहोस् साथी हो, यहाँ हेर्नुहोस् यो खोर्सानी हो। आज अलिकति औषधि हाल्नु पर्यो, किरा लाग्यो जस्तो छ। ल हेर्नुहोस् यहाँ सिमीहरू के चिलाउँछ बारीमा त पस्नै नहुने भएछ। मलाई त के भयो होला झऱ्यो। यी बोडी पनि फल्न लाग्छ यहाँ। यी बोडीहरू यहाँ यत्रो भएपछि यी फल्दैछन् बोडीहरू। यहाँ सिमी पनि छ, यहाँ बोडी पनि छ, यहाँ के छ। भिडियो बनाएर त यहाँ म त साध्यै चल्दैन। यहाँ मेरो फर्सीको कैँडा यहाँ यत्रो भयो। यहाँ मैले रोपेको कैँडा अब यहाँ फल्दैछ है। यो सबैमा कैँडा लाग्छ। भिन्डीहरू छ यहाँ, अब फल्छ मजाले कैँडा। यो बोडी पनि फल्दैछ। अब यहाँ बोडी फल्नै लागेछ। हेर्नुहोस् है बोडी कति फलेको छ। यहीँ सिमी टिपेर राखेको थिएँ अघि। अब यहाँ अघि भाँडा ल्याएको थिइनँ क्या मैले, त्यही भएर मैले अघि भिडियो नबनाएको। अब एक
ल है सिमीले त भाँडै भरेछ नि त बाटै भरेछ सिमीले त बाटै भरेछ हेर्नुहोस् अब यहाँ मुन्टा छ यहाँ भिन्डीहरू छ यहाँ अझै टिप्नु पर्ने थियो मैले अघि छोडेर गएको तल भएको छ सिमीहरू भनेर नटिपेर गएको म अघि यो सबै यहाँ टिप्यो अघि अब के छ एकछिन यसो हेराइदिउँ सर अनि सिमीहरू अब फल्दैछन् ल यहाँ सिमी यहाँ कोइडा फल्दैछ यसमा मसिनो यहाँ हटाइदिन्छु यतापट्टि लगाइदिन्छु शीतमा नछुनु भन्छ म बुझ्दिनँ शीत कि फित ल हेर्नुहोस् अब यो त कसरी यस्तो ढलेछ त ल यसलाई त ढलेछ नि त यसलाई कसरी सिधा पार्ने होला यो ल ल यो मचा नै ढलेछ नि त यता जाओस् ल फर्सी फल्नलाई यता जाओस् ल यहाँ कोइडो चाहिँ हल्लिन्छ म छुँदिनँ कोइडा भएको चाहिँ ल यहाँ चाहिँ भिन्डीहरू छ बुढी कोइडा फल्दैछ सिमी यसो फले नै क्या यसो त भर्खर फल्दै रहेछ फुल्दै रहेछ यसमा है राखियो ल हेर्नुहोस् ल पात त्यस्तो आएछ ल यही हो मेरो बारी यही हो ल है साथी आजलाई यति नै फर्सी फल्दैछ अघि पनि देखाइहालेँ यहाँनिर त्यो कुहिएछ खै अब के भयो फल्छ अब ल ल सानो बारी छ त्यो पनि छिमेकी दाइको बारी अलिकति यहाँ टुक्रा मागेर रोपेको मैले ठाउँ छैन ल है ल बाई।